नमस्ते सबैजनामा। आज म नेवारी परिकारहरूमध्ये बुल्ला अर्थात् यसलाई कसैले क्वा पनि भनिन्छ है, त्यो बनाउन जान्दैछु। यो चाहिँ विशेष गरेर विशेष अवस्थामा मात्र बनाउने गरिन्छ। यसको लागि सबभन्दा पहिला हामीलाई क चाहियो। अनि त्यो कलाई एकछिन हामीले पानीमा भिजाइराख्ने, सफा पानीमा। यसको लागि मेन चाहिने भनेको ह्याकुला र अनि भुटनको मासुहरू चाहिन्छ। अनि त्यो हामीले अब भिजाएको कलाई एकचोटि राम्रोसँग 3-4 चोटि छानेर निकाल्नुपर्छ। यतिको छानिसकेपछि हामीले अब त्यसलाई मिक्सीमा राखेर एकछिन मिक्सी गर्ने, धेरै मसिनो पनि गर्नु पर्दैन। त्यसपछि हामीले कराईमा त्यो ह्याकुला भुटनको मासुलाई मजाले भुट्ने। अनि त्यसमा आवश्यकता अनुसार नुन, खुर्सानी, जिरा, गरम मसला हालेर मजाले पटपट भुट्नुपर्छ। अनि त्यो भुटेको मासुलाई हामीले प्रेसरमा राखेर सिटी दिने, 8-10 सिटी दिनुपर्छ। हड्डी मजाले पाकेको हुनुपर्छ। अनि हामीले फेरि कराईमा बसालेर त्यसमा लसुन, अदुवा बेसार हालेर मसला ब्राउन हुने गरिकन भुट्ने। अनि त्यसपछि त्यो भुटेको मसलामा अघि मिक्सी गरेको कलाई राखेर पनि मजाले मिक्स हुने गरिकन चलाउने। अनि त्यसमा पनि आवश्यकता अनुसार नुन, खुर्सानी, जिरा राख्ने। त्यसलाई राम्रोसँग चलाइसकेपछि यता हाम्रो अब हड्डी सिटी दिएको पनि पाक्यो है। अनि त्यसमा त्यो कलाई राखेर मजाले चलाउने। यसमा मासुको रस जति धेरै भयो त्यति नै मिठो हुन्छ यो। अनि यसलाई बाक्लो बनाउनको लागि मैले बेसन र कर्नफ्लोर र अनि ब्रेड कर्न अलिकति हालेको छु। यसलाई चलाउँदै बाक्लो हुने गरी पकाउनु पर्छ। कम्तीमा पनि यो 1-2 घन्टा जति पकाउनु पर्छ। यसमा अनि कालो तोरीको तेल पनि राख्ने, यसले स्वाद एकदम मिठो बनाउँछ। यसलाई हामीले चलाइकन 2-3 घन्टा पकाउनु पर्छ। यतिको बाक्लो भएपछि यो खानालाई रेडी भयो। हेर्दै कस्तो मिठो होला जस्तै लाग्यो है। तपाईहरु पनि यसरी एकचोटि बनाएर खानु है त।